टक्कै 6:15 भयो है र यहाँबाट चाहिँ हल्का घाम झुल्किन थालेको छ। हेर्नुहोला सबैजनाले, यति हेर्नुहोला हाम्रो दार्जिलिङमा पर्यटकहरूको भेला त अघि नै मैले देखिसकेँ। धेरै रमाइलो भइरहेछ पर बल्लटतर्फ। सबै बिहान चाहिँ यस्तै छ यहाँको है, र निक्लिसक्नु आँट्यो है, भर्खर निक्लिँदैछ। यति रमाइलो देखिरहेछ यहाँबाट है। र म चाहिँ अब फर्किँदै गरेको अवस्था है। ठिक 6:15 चाहिँ सूर्य उदय हुँदै रहेछ अहिले चाहिँ है। अन्त यस्तो अब यहाँबाट हेर्नुहोस् त्यो दामी रमाइलो देखिरहेछ है, टक्कै है। रुख र पत्ता बिनाको रुखको त्यहाँनिर यति रमाइलो होइन। भिडियो गर्दै गर्दै म चाहिँ फर्किन लागेको। अब टाइगर हिलमा पनि त्यत्तिकै भिडभाड। महाकाल मन्दिर जाने हजुरहरू सबै दर्शन गर्ने है। विन्डोमेयर होटलको 1%। स्वच्छ र पवित्र स्थान महाकाल भोलेनाथ बाबाको स्थान है। यहाँनिर मनोकामनाहरू केही पुरा होस् भने रोक्नुपर्छ है। भोलेनाथ बाबाको दर्शन चाहिँ भोले। ओम नमः शिवाय।